अब हाम्रो ब्लग सुरु हुन गइरहेको छ। पोखराको फर्स्ट प्लेस आई भिजिट इन लेक साइड अफ पोखरा। अब हामी यसो बाजे अजीलाई घुमाएर एकछिन क्लबको अगाडि फोटो सेसन गर्न गइरहेको छौँ। त्यहाँ हामीले फोटोसोटो खिचेर अङ्कलको साथीसँग र अङ्कल र म भएर क्लबतिर लाग्यौँ। क्लबमा हामीले धेरै रमाइलो गऱ्यौँ र अङ्कलहरू नाच्नु भयो र हामी क्लब सकेर म अङ्कलको साथीकोमा सुतेको थिएँ र अङ्कल आउनु भएपछि हामी 4 बजी त्यहाँबाट निस्क्यौँ र आफू बसेको होटलतिर लाग्यौँ र अब सिधै बिहान सुरु हुन्छ। अब आजको दिन चाहिँ हाम्रो सुरु हुन गइरहेको छ बोटिङबाट। हामी सबजना बोटिङ गर्न एक्साइटेड थियौँ र म पनि एक्साइटेड थिएँ, तर डर लागिरहेको थियो कि डर पल्टिन्छ कि बोट के हुन्छ कि भनेर डर लागिरहेको थियो। तर हामी चढ्यौँ, ज्याकेट लायौँ, चढ्यौँ र हाम्रो बाजे अझै चाहिँ डराउनु भइरहेको थियो र हामी बोटिङ गर्दैछौँ। हामी चाहिँ बोटिङ गरेको भिडियो बनाउँदैछौँ। अब हामी कालबारा मन्दिरमा बोटिङ गरेर पुगिसकेको छौँ र हामी झरेर मन्दिरमा पूजासुजा गरेर फेरि हामी फर्किन्छौँ। अहिलेलाई हामी मन्दिरतिर झऱ्यौँ। हामी पूजासुजा गरेर फोटोसोटो खिच्न थाल्यौँ। फोटो खिच्दा चाहिँ म हिरोको पोज दिएर बसेँ। अब हामीले पूजासुजा पनि गऱ्यौँ र फोटोसोटो खिचेपछि हामीले एउटा भिडियो बनाएर अनि हामी त्यहाँबाट फेरि बोट चढेर हामी चढेको ठाउँमा फर्किने ठाउँतिर लाग्यौँ र अब फर्किने बेला के भयो त्यो हजुरहरूलाई म देखाउन गइरहेको छु। अब हामी फर्किने बेला चाहिँ हामी भिडियो गर्दै गयौँ र राम्रो राम्रो भिडियो बनायौँ। हामी भिडियो बनाउँदै फर्किँदैछौँ र हामीले चाहिँ पानीको भिडियो बनाउँदैछौँ। अब हामी लास्ट एन्ड फाइनल भिडियो बनाएर बोटिङ सकेर हामी झरेर अब हामी होटल जानेछौँ र त्यतैबाट अङ्कलको कन्जुकेसन थियो त्यहाँ जान गइरहेको छौँ। अब सिधै हजुरहरूलाई म कन्जुकेसनमा के भयो देखाउने छु। हस् त अहिलेलाई बाई बाई। अब म सिधै हजुरहरूलाई के भयो देखाउनेवाला छु। हामी पोखरा युनिभर्सिटीको कन्जुकेसनमा आइपुगेका छौँ र हामी वान एन्ड अन्ली प्राइम मिनिस्टर सुशीला कार्कीको स्वागतको लागि हामी सुशीला कार्की आउनुभएको भिडियो बनाएर बसेका छौँ र अब केही समयमा हामी कन्जुकेसनको भित्र पस्नेछौँ र हजुरहरूलाई देखाउनेछौँ त्यहाँ के हुन्छ भनेर। ल हामी भित्र पसिसकेको छौँ कन्जुकेसनको लागि र मेरो अङ्कल चाहिँ अगाडि हुनुहुन्छ र त्यहाँ प्रोग्राम सुरु भएको छ। तर स्टुडेन्टहरू धेरै थियो, स्टुडेन्टहरू 350 जना जति थियो र अब केही समयपछि यो सुरु हुनेछ र रमाइलो हुनेछ। अब हाम्रो प्राइम मिनिस्टर ज्यूजी 10 जना जति त्यो सर्टिफिकेट दिएर
लाग्नु भइसकेको छ र प्रधानमन्त्रीज्यू कार्यक्रमबाट निकाल्ने नि पाइसक्नु भएको छ। अब हामी फोटो खिच्नतिर लाग्छौँ। अब हामी फोटोसोटो खिचेपछि सबैले फोटो खिच्यौँ, ग्रुप फोटो, सिङ्गल फोटो र सबैले रमाइलो गऱ्यौँ र सबैजना मिलेर अब त्यहाँबाट निस्क्यौँ र हामी फेरि आफू बसेको होटलतिर फर्क्यौँ र खाजासाजा खायौँ र निन्द्रा लाग्थ्यो। अब सुत्न लागेको छौँ। अब अरू सबै म हजुरहरूलाई भोलि के भयो देखाउन गइरहेको छु। भोलि कहाँ घुमेको देखाउन गइरहेको छु। अहिलेलाई बाई बाई। हेलो गाइज, आजको मेरो डे सुरु हुन गइरहेको छ गुफाबाट र मैले फोटोबाट सुरु गरेँ। हामीले पहिला फोटो खिच्यौँ र हामी गुफाभित्र पस्न गइरहेको छौँ। गुफाभित्र कस्तो कस्तो ढुङ्गाहरू रहेछ हजुरहरू देखाउन गइरहेको छौँ। यो चाहिँ गुफाभित्रको भिडियो हो। यो चाहिँ कुन गुफा मैले ठ्याक्कै बिर्सेँ, तर यो गुफाभित्रको सबै ढुङ्गाहरू हो। हेर्नुहोस्, ढुङ्गाहरू हो र हामीले भिडियो सिडियो गरेर सबैजनाले त्यहाँदेखि एक दुईवटा फोटो खिचेर अनि हामी सबैजना फेरि बाहिर निस्क्यौँ र अर्को गुफातिर जाने भनेर योजना बनायौँ। यो गुफाको भित्र ढुङ्गाहरू देख्दा चाहिँ हाम्रो अजी बाजेले यो कसरी सम्भव हो, कसरी मान्छेले बना जस्तो देखिन्छ भनिरहनु भएको छ। यो गुफा घुमेर हामी देवी फल जान गइरहेको छौँ। हामी टिकटहरू काटेर देवी फलमा पस्यौँ र देवी फल हेऱ्यौँ र फोटोसोटो खिच्यौँ, तर भिडियो बनाउन सकेन। सरी फर द्याट। हामीले भिडियो मात्रै खिचेर हामी त्यहाँबाट निस्क्यौँ र महेन्द्र गुफातिर जाने भन्दा योजना। हामी चमेर गुफामा जान गइरहेका छौँ। चमेर गुफामा चाहिँ हामीले फोटो खिचेनौँ, तर भिडियो बनाएको छ एउटा। चमेर गुफाभित्र हामीले धेरै चमेरो देख्यौँ र त्यहाँ माथि हेर्दाखेरि चमेरो धेरै थियो र हामी यसो हेर्दा एकछिन तर्सेको नि थियौँ र चमेरो धेरै थियो र हामीले रमाइलो गऱ्यौँ, भिडियो सिडियो खिच्यौँ, चमेरो हेऱ्यौँ। अनि त्यहाँबाट निस्किने बेला हामी चारजना थियौँ, बाजे, अजी, अङ्कल, म चाहिँ त्यहाँबाट निस्किन सकेँ। अनि अङ्कल बाजे अजी निस्किन सक्नु भएन र फर्किनु भयो। अब यहाँबाट हामी चमेरो गुफा सकेपछि हामी अब गुप्तेश्वर मन्दिर जान गइरहेका छौँ।
मन्दिरमा गएर फेरि हामी फर्स्ट सुटमा फोटो खिच्न थाल्यौँ। सबजनाले ग्रुप फोटो सिङ्गल फोटो खिच्यौँ र लग्यौँ भगवान्लाई र त्यहाँबाट सबैले भिडियो सिडियो गऱ्यौँ, फोटोसोटो खिच्यौँ, रमाइलो गऱ्यौँ। त्यहाँबाट हामीले एउटा भिडियो बनाएको छौँ, त्यो हेरिदिनु हुन अनुरोध गर्दछु। हामीले मन्दिर सन्दिर घुमिसकेपछि हामी टिका सिका लायौँ, साली नदी गयौँ। अनि त्यहाँबाट हामीले सेती नदी गयौँ र त्यहाँबाट हामीले भिडियो सिडियो बनायौँ र त्यो धेरै गहिरो थियो, हेर्दा पनि धेरै तल थियो र धेरै डर लाग्दो थियो हेर्दा नि। त्यहाँबाट हामीले भिडियो सिडियो गरेपछि हामीले टिका सिका लायौँ र हामी अब काठमाडौँ फर्किने प्लानमा थियौँ। हामी त्यति भएर सिधै गाडी चढ्ने ठाउँमा गयो र हामी गाडी चढ्यौँ र त्यहाँबाट खानासाना खाएर हामी गाडी चढ्यौँ। त्यहाँबाट हामी काठमाडौँ आयौँ र मैले पोखराको 3 दिन धेरै राम्रोसँग स्पेन्ड गऱ्यो र दिनै। थ्याङ्क यू फर वाचिङ र लाइक कमेन्ट गरिदिनु होला। सब्सक्राइब नगरिदिनु भएकोले सब्सक्राइब पनि गरिदिनु होला। ल हामी सबै घुमेर काठमाडौँ फर्किनेछौँ र मेरो भ्लग अन्त्य हुँदै रहेको छ। के मिस भयो कमेन्ट गरिदिनु होला है।